चाहिँ अब मेरो ज्याकेट त्यहाँ यस्तो हाल्नु छ म बिचरा चाहिँ बिचरा भयो मेरो ज्याकेटको हालत हेर नि केटा अब के बोकेर हिँडेको त्यो ठुला मिसन सक्सेसफुल हैलाहरु देखाइदिन हाम्रो मालहरु देखाइदिन यहाँनिर डग हेलो गाइज यो चाहिँ मेरो फर्स्ट ब्लग हो माया गरिदिनुहोस् होला सबैजनाले अनि आजको ब्लगमा चाहिँ हामी कटारी उदयपुर जाँदैछौँ किनकि मेरो बाजे चाहिँ बित्नु भएर चाहिँ हामी जानुपर्ने भएर चाहिँ हामी यहाँबाट दक्षिणकालीको बाटोबाट जाँदैछौँ अहिले खासमा चाहिँ हामी खुटकोटको बाटो जान्छौँ भनेर चाहिँ सोचेको थियो तर पानी चाहिँ तपाईँहरूलाई थाहै होला पानी एकदमै धेरै परिरहेछ भनेर अनि त्यो रोसी खोला हो कि के हो समथिङ त्यसमा बाढी आएको छ भनेर चाहिँ सुनेको थियो हामीले त्यही भएर चाहिँ हामी यहाँनिर दक्षिणकालीबाट हेटौडा हुँदै जान्छौँ अब हामी अनि बाटोमा एकदमै धेरै धुलोले आँखा पनि पोलेर मेरो त अनि मैले भिडियो पनि राम्रोसँग बनाउनु पाइनँ अनि एकैचोटि यहाँनिर सिन्धुलीनिर रोकेर चाहिँ हामी खाजा खान थाल्यौँ दुईजना अनि हामी खाजा खाएर फाइनली चाहिँ हामी कटारी उदयपुर आइसक्यो यहाँनिर देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो कटारीको मेन गेट हो यो मेन गेटबाट चाहिँ हामी छिरिसक्यो अनि यहाँनिर अगाडि देख्न सक्नुहुन्छ यो चाहिँ गोलप्राको हो है यो चाहिँ कला चोर एउटा यो मिनो चोर मेरो ज्याकेटमा आँप लग्यो के गर्नु खोज्यो च्यातेला है च्यातेला म बिचरा चाहिँ अब मेरो ज्याकेट त्यहाँ यस्तो हाल्नु छ म बिचरा चाहिँ बिचरै भयो मेरो ज्याकेटको हालत हेर नि केटा अब यहाँ छ आँप खानु यो त फुट्या रहेछ हुन्छ खाल्टो पनि छोडेन यो चोरले मेरो ज्याकेट पनि बिगारिदिइहाल्यो लो भने अफ गरिदियो है मेरो ज्याकेटको हालत हेर्नु कमिला होला क्या टिभी खोलेर ल्याइदिनु के बोकेर हिँडेको मिसन सक्सेसफुल हैलाहरु देखाइदिन हाम्रो मालहरु देखाइदिन मिसन सक्सेस बग होइन कति किलो होला त सुनभन्दा पनि महँगो छ नि यहाँनिर चाहिँ यो झोला छ यहाँनिर कालो झोला बोकेर चाहिँ अनि नहटेर चाहिँ ज्याकेटमा हालेर लगिरहेको छौँ हामीले हिजो ल्याएको आँपलाई चाहिँ हामीले काटिसक्यो एक दिनमै सुकाएर चाहिँ अब अचार बनाउनु लागेको किनकि यो झरेको आँप पनि त चोट लागेको त्यो भएर बनाएर चाहिँ खाइहाल्नुपर्छ यो त्यो भएर चाहिँ यहाँनिर हामीले काटेर अब मोलेर अचार बनाउनु लागेको
चाहिँ अचार बनाएर बट्टामा राखेर सुकाइसक्यो अनि एकदमै गर्मी भइरहेको थियो होइन। त्यही भएर चाहिँ गाउँ आएपछि त अब खोला त नुहाउनै पर्यो होइन। त्यत्रो वर्षपछि आएको छ गाउँमा अब, त्यही भएर चाहिँ हामी अचार बनाएर चाहिँ खोलामा आयो नुहाउनुको लागि। अनि हामी यहाँनिर खोलामा आइपुगिसक्यो। खासै माथि गएर पानीमा नुहाउने भनेर चाहिँ सोचेको थियो, तर त्यहाँनिर चाहिँ बच्चाहरू एकदमै धेरै थियो क्या। त्यही भएर चाहिँ हामी हल्का मुनिपट्टि आयो। यहाँनिर सानो खोला छ, अब यहीँनिर नुहाउनु लागेको। अनि यहाँ देख्न सक्नुहुन्छ हामीले चाहिँ नुहाएर खानुको लागि यसो खाजाहरू लिएर आएको थियो ब्यागमा। गर्मीमा मजाले पौडी खेल्यो। अनि अब चाहिँ हामी घर जाँदैछौँ अहिले, किनकि यस्तो गर्मीमा धेरै बस्यो भने त कालो हुन्छ होइन। त्यही भएर चाहिँ धेरै नै 1-1.5 घन्टा जति चाहिँ पौडी खेलेर चाहिँ घरतर्फ लाग्दैछौँ हामी। यहाँ गाउँमा चाहिँ होइन अब होरी पानी एकदमै धेरै आइरहेको थियो। त्यही भएर 2 दिनसम्म लाइन आएन। हामी चाहिँ यहाँनिर गाउँमा आएको चाहिँ 2 दिन भइसक्यो, तर 2 दिन नै लाइन आएको थिएन। त्यही भएर भिडियोहरू अलिअलि बनाउनु पाएको थिएन मैले। अनि त्यसकै भोलिपल्ट चाहिँ हामी यहाँनिर ताराघरी मन्दिर आएको छौँ होइन। अब गाउँ आएपछि त मन्दिर नचिन्नु त कुरो भएन, आउनै पर्यो। त्यही भएर चाहिँ हामी यहाँनिर कटारीको ताराघरी मन्दिरनिर आइपुगिसक्यो। अनि तपाईँहरू पनि यता कटारी उदयपुर आउनुहुन्छ भने चाहिँ होइन यहाँनिर ताराघरी मन्दिर चाहिँ छिन्नु नबिर्सिनु है। एकदमै धेरै राम्रो बनाएको छ अहिले होइन। यहाँनिर आएर दर्शन गर्नु सक्नुहुन्छ हजुरहरूले होइन। एकदमै धेरै राम्रो बनाएको छ। अनि यहाँनिर देख्न सक्नुहुन्छ यो चाहिँ ताराघारीको महादेवको गुफा हो यहाँनिर चाहिँ। ताराघारी मन्दिर चाहिँ हामी सबै घुमेर ढोकेर चाहिँ अब फेरि अर्को शिव मन्दिर जाँदैछौँ अहिले चाहिँ होइन हामी। अब यता ताराघारी मन्दिर छिरिसकेपछि चाहिँ फेरि यहाँनिर जाँदाखेरि बाटोमै छ क्या यो शिव मन्दिर चाहिँ। त्यही भएर चाहिँ यहाँनिर शिव मन्दिरमा अब दर्शन गरेर चाहिँ हामी खाजा खाने तर्फतिर लाग्छौँ। कटेजमा पुगेर चाहिँ हामीले खाजा खायो होइन। अनि त्यसपछि चाहिँ अब भोलि जाने हो नि त हामी काठमाडौँ। त्यही भएर चाहिँ भोलिको तयारीको लागि चाहिँ हामी चाँडै फर्क्यो। अनि बिहान चाहिँ यहाँनिर घरबाट सबैलाई बिदाई मागेर चाहिँ काठमाडौँतर्फ लाग्दैछौँ। अब हामी गाउँमा चाहिँ हामी धेरै ठाउँहरू चाहिँ घुम्नु पाएन, किनकि बाजेको काममा यताउति गर्दाखेरि चाहिँ एकदमै बिजी थियौँ हामी। अनि धेरै न 4 दिन जति चाहिँ बसेर हामी काठमाडौँतर्फ लाग्दैछौँ अहिले। अब नेक्स्ट टाइम जाँदाखेरि चाहिँ हजुरहरूलाई म सबै कटारीको सबै ठाउँहरू देखाइदिन्छु। अनि यहाँनिर हल्का उदयपुर गढीमाथि चाहिँ पानी पर्न थाल्यो क्या माथि पुग्दाखेरि। त्यही भएर चाहिँ रेनकोट एकछिन स्कुटर रोकेर चाहिँ रेनकोट लगाएर चाहिँ फेरि 2 जना काठमाडौँतर्फ लाग्दैछौँ। बाटो देखेर चाहिँ हजुरहरूले थाहा पाइसक्यो होला हामी कुन बाटो आउँदैछौँ भनेर। अनि हामी गाउँ आउँदाखेरि चाहिँ दक्षिणकालीको बाटो हेटौँडा आउँदै आएको थियो र हामी फर्किँदाखेरि चाहिँ सिन्धुलीगढी हुँदै खुर्कोटको बाटोबाट आउनेछौँ काठमाडौँ।
हामी चाहिँ भिडियो बनाउँदै जाँदै थियो अनि यहाँनिर चाहिँ एक्सिडेन्ट भइरहेको रहेछ बाइक नै पुरै खाल्टोमा छिराएको रहेछ क्या अनि यहाँनिर चाहिँ बाइक साइकहरू चाहिँ निकालिसक्यो अनि अलिअलि चोट लागेको रहेछ तपाईँहरू अब यस्तो पानी परिरहेछ होइन अहिले त अलिअलि घाम लागिरहेछ केही छैन तर टर्निङमा चाहिँ एकदम मजाले तपाईँले होसियारले चलाउनु पर्छ क्या उताबाट स्पिडमा आएर हुन्छ थाहै हुँदैन आफूलाई अनि एक्सिडेन्ट हुनु कारण नै त्यही हो क्या म चाहिँ के भन्छु भने नि होइन जतिसुकै ढिलै पुगोस् कि घर मतलब भएन क्या तर बिस्तारी चाहिँ जाने हो क्या बिस्तारी जतिसुकै राति परोस् न त्यो मतलब भएन तर हामी चाहिँ होइन सेफ हुनु पऱ्यो त्यो ठुलो कुरा चाहिँ अनि त्यहाँबाट चाहिँ ठ्याक्कै तलपट्टि पनि फेरि एक्सिडेन्ट भइरहेको रहेछ 2 ठाउँमा एक्सिडेन्ट देखेको क्या त्यो चाहिँ मैले भिडियो बनाउनु पाएन होइन अनि हामी चाहिँ यहाँनिर यो रौसी खोला के हो भन्ने ठाउँमा चाहिँ अहिले भर्खर पुग्यो हामी यहाँनिर त पुरा घरहरू सब डुबाइरहेको रहेछ अलिअलि टुप्पो त्योहरू मात्र घरको छतहरू अलिअलि मात्रै देखिरहेको थियो क्या यिनीहरू त धन्न जोगेछ होइन अब त्यस्तै धेरै पानी पऱ्यो भने त यो घरहरू पनि जान्छ नि है मेरो स्वर त पुरा नाके स्वर आएर चाहिँ के गर्नु बिरामी भएर चाहिँ होइन एकदम स्वरै पुरा त्यो राम्रो आएको छैन क्या अनि हामी चाहिँ यहाँनिर बनेपा पुग्यो बनेपाको बाटो हेर्नुहोस् न यहाँनिर हिलो त यति हिलो कि कति धेरै होइन आधा घन्टासम्म त हामी त त्यहीँनिर जाममा बसेको त्यस्तो हिलोमा जुत्ता त हेर्ने लायकको थिएन फाइनली चाहिँ हामी यहाँनिर भक्तपुर चाहिँ एन्ट्री भइसक्यो बल्ल ढुक्क भयो कि यहाँनिर आइसकेपछि चाहिँ हामी चाहिँ सानो भरेकोमा बस्छौँ अब यहाँबाट चाहिँ हामी सानो भरेकोतिर जाँदैछौँ अहिले घर कतिखेर पुग्ला जस्तो भइरहेको छ मलाई त यस्तो थकाइ लागेको छ है ढाडहरू दुखेर आँखा त्यस्तै पोलेछ धुलोले गर्दाखेरि अब घरमा कतिखेर पुगेर डल्किन जस्तो भइसक्यो मलाई चाहिँ होइन मेरो चाहिँ फर्स्ट टाइम नै हो क्या यसरी धेरै टाढो बाटो होइन स्कुटरमा गएको चाहिँ मेरो चाहिँ फर्स्ट टाइम हो एकदम गाह्रो हुने रहेछ तर बाटो राम्रो छ भने चाहिँ त्यस्तो केही फरक पर्दैन अब बुढाबुढी पालै पिलो आउँदै चाहिँ हामी कटारी पुगेर पनि काठमाडौँ आइपुग्यो बुढाबुढी चाहिँ जस्तो तस्तो गरेर चाहिँ काठमाडौँ आइसक्यो होइन अब नेक्स्ट टाइम चाहिँ तपाईँहरूलाई म मेरो गाउँ सबै देखाइदिन्छु होइन अब अहिले चाहिँ बाजेको कामले गर्दाखेरि चाहिँ धेरै ठाउँहरू घुम्नु पनि पाइनँ अनि ठाउँहरू देखाउनु पनि पाइनँ हजुरहरूलाई अनि यति भन्दै चाहिँ मेरो आजको ब्लग चाहिँ म इन गर्छु यहीँबाट होइन अब तपाईँहरूले मेरो भिडियो हेरेर सबैले माया गरिदिनुहोस् लाइक कमेन्ट गरिदिनुहोस् थ्याङ्क यू सो मच बाई बाई